आज चाहिँ फाइनल्ली साथीहरु मेरो हातमा चाहिँ DJI Osmo Mobile 7P आइपुगेको छ हैन। यो चाहिँ मैले पहिला नै अनबक्सिङ गरिसकेको हो हैन। अनि अब अघिल्लो भिडियोमा पनि मैले हजुरहरुलाई देखाउँछु यो मसित आइपुगेको छ भनेर भनेको थिएँ। मैले कार्य व्यस्तताको कारणले गर्दाखेरि चाहिँ हजुरहरुलाई यो भिडियो देखाउन सकिन। मैले भिडियो चाहिँ हिजो अस्ति नै बनाइराको हो हैन। म अलि बाहिर हिँड्ने काम पर्यो अनि यसलाई चाहिँ एकचोटी त अनबक्सिङ भइसक्यो भिडियो हैन। अनि यसलाई फेरि अब एकचोटी अनबक्सिङ गरेर देखाउन चाहन्छु हजुरहरुलाई है। हजुरहरु हेर्न सक्नुहुन्छ DJI Osmo Mobile 7P भन्ने DJI को रहेछ। प्रोडक्ट एकदम राम्रो कम्फर्टेबल पनि रहेछ हैन। यो कम्पनी एकदम राम्रो पनि रहेछ। ब्याट्री हेल्थ पनि ठ्याक्कै तपाईको 10 घण्टा चाहिँ यसले हुँदो रहेछ। अनि के गरी बिक्री हाल्यो हैन। मोबाइलहरु जस्तै हुन्छ नि त, अब चलाउन जाँदाखेरि मोबाइलको ब्याट्री डाउन भयो भने यसकै उस माध्यमबाट पनि हामीले चाहिँ चार्ज गर्न मिल्दो रहेछ। अनि यो दुई मोडलमा रहेछ के साथीहरु। यसमा चाहिँ दुई मोडल चाहिँ कस्तो खालको मोडल भने यो DJI Osmo मोबाइल भन्ने मात्रै एउटा रहेछ। यो चाहिँ मोबाइल 7P भनेको चाहिँ मोबाइल 7 प्रो रहेछ के। आउनुस् म तपाईहरुलाई चाहिँ यसको अनबक्सिङ भिडियो गरेर देखाउँछु। ल साथीहरु हेर्न सक्नुहुन्छ है। पहिला म यताबाट खोल्न सुरु गर्छु तपाईहरुलाई हैन। तपाईहरुलाई हैन यो यो पहिलो सुरुमा चाहिँ यो आउँदो रहेछ। अनि यसमा चाहिँ यो पनि हुँदो रहेछ हैन। यो के को लागि हो? यो एउटा तार आयो। अहिले सक्नुहुन्छ है हैन। यो तार पनि आयो। त्यसपछि अरु के आयो? यो के फंक्सन के भन्थे यसलाई हैन। मल्टी फंक्सन होला यो चाहिँ मल्टी फंक्सन रे। खै क्यामेरा जस्तो पनि छ यो, सायद फोटो खिच्न काम लाग्ने होला हैन। अनि फाइनली यो चाहिँ टक्क लाएर सट्ट निकाले मैले। हेर्नुस् यो भयो हेर्नुस् है। हेर्न सक्नुहुन्छ। साउन्ड त राम्रै जस्तो लाग्यो। राम्रै छ होला। राम्रै छ जस हैन। यसरी ट्याक्क यसरी ट्याक्क अलि सन्चो छैन साथीहरु। स्वास्थ्य नि अलि खराब भइरहेछ। घाम बाहिर लास्टै चर्किरहेछ। सबभन्दा पहिला चाहिँ हामी यसको हैन यो मोबाइलको यहाँनिर यस्तै राखौँ। यहाँनिर हेरो देखाउँछ क्यामेराको हेर्नुस्। हेर्न सक्नुहुन्छ है हैन। यो क्यामेरापट्टि फर्का भनेर भनेको छ अहिले। यहाँनिर ठ्याक्कै लाइन केही मिलाउनु पर्दैन, आफैले मिलाउँछ होला सायद। अनि ठ्याक्क लगाएर यहाँनिर ठ्याक्क लगायो हैन साथीहरु। यसको के रहेछ त फिचर म हजुरहरु सबैलाई देखाइदिन्छु। हजुरहरुलाई पनि अब यसको आवश्यकता छ भने किन्दा पनि हुन्छ। यसलाई यस्तो गर्ने हैन। यस्तो भएपछि आफै चाहिँ यो हुन्छ। हैन अब तपाईहरुलाई पनि अब भ्लगहरु बनाउनु पर्यो हैन। भ्लगहरु बनाउनु पर्यो अनि तपाईहरुको अब जस्तै युट्युब भिडियो बनाउनु पर्यो हैन। रिल बनाउनु पर्यो अनि युट्युब सर्ट क्रिएट गर्नु पर्यो। अनि जस्तै अब टिकटक बनाउनु पर्यो भनेदेखि पुरै काम छ। अनि यसको चाहिँ यो बटम हुन्छ साथीहरु। यो बटमलाई यस्तो दुई चोटी क्लिक गरेपछि चाहिँ यस्तो क्लिक गरेपछि यो अटो रोटेट हुँदो रहेछ। अनि पछाडिपट्टिको यो ट्रिगर जस्तो बटम छ। यसलाई चाहिँ हैन अब एकचोटी क्लिक गरेपछि चाहिँ यसले अटोमेटिक फोकस गर्छ। म जता गयो त्यतै यसरी अटोमेटिक फोकस पनि गर्छ साथीहरु। अनि जस्तै अब यसलाई यस्तो गर्ने हैन। मैले बन्द गर्दिए। अब यसलाई 3 चोटी बढाउँदाखेरि 1 2 3 यसो गरेपछि चाहिँ ब्याक साइड पनि यो रोटेट हुन्छ। फ्रन्ट ब्याक दुवैपट्टि हुन्छ। अनि यसलाई फेरि 3 चोटी गरेपछि चाहिँ यो ठाउँमा आउँछ साथीहरु हैन। हजुरहरुले भिडियो कस्तो लाग्छ हेर्नु होला। अनि अर्को एउटा यसमा पनि छ साथीहरु। मेरो चाहिँ यो आइफोन भयो हैन। अब आइफोन 14 प्रो भयो। अब 15 बाट चाहिँ
टाइप सी चार्जिङ केस लाग्ने ठाउँ भएकोमा चाहिँ यो यहाँबाट लगाएर यो मल्टी फङ्सन छ नि साथीहरू, यहाँनिर खड्याक्क यो लाग्छ, यहाँनिर यो यसरी लाग्छ है, क्याटेक गरेर लाग्छ नि, यो क्याटेक गरेर लगाएर अनि ठ्याक्क लगाएर मोबाइलको पछाडिपट्टि यसरी जोडिदिएर तपाईँहरूसित पनि अब यस्तै मेरो जस्तै डिजाईको माइक मिनी छ भने यसले अटोमेटिक कनेक्ट हुन्छ यो होइन, यसबाट पनि भोइस रेकर्ड गर्न सजिलो हुन्छ तपाईँहरूलाई, टाढा गएर होइन कसैलाई क्यामेरा समाइदिनु भन्नु पनि परेन। फिचरको दुनियाँमा चाहिँ डिजिआईले एकदम राम्रो क्वालिटी ल्याएको रहेछ साथीहरू, हेर्नुहोस् है। जस्तै अब मैले ब्लुटुथ यहाँनिर देखाइदिएँ, हेर्नुहोस् है, यो ब्लुटुथ अटोमेटिक भइसकेछ। अब यहाँनिर मैले जस्तै अब हेर्नुहोस् यहाँनिर थिचिदियो भने यसले अटोमेटिक रेकर्ड गर्छ, यो क्यामेरामा गएर क्यामेरामा लगाएर फोटो खिच्नु पऱ्यो भने यसरी हेर्न सक्नुहुन्छ, यसले सट्ट फोटो पनि खिच्छ, भिडियोको लागि क्लिक गर्नु पऱ्यो भने हुन्छ। अनि अर्को यसमा अर्को एउटा फिचर पनि छ, अब हाइट अलिक कम भयो भने होइन यसलाई यसरी तन्काउन पनि मिल्छ कि। जस्तै अब हेलो के छ एभ्रिवान, सब ठिक छ होइन, तपाईँहरूको त के छ खबर टक्क होइन, यसरी चाहिँ तपाईँहरू भिडियो बनाउनु पनि हुन्छ। र अनि अर्को एउटा यसलाई फेरि अर्को फिचर के दिएछ भने साथीहरू, यसमा चाहिँ होइन यो स्ट्यान्ड पनि नचाहिने क्या, ट्राइपोड पनि नचाहिने, यो गर्दा ट्याक लगाएर यसमा सबै आफैमा छ। अब हजुरहरूलाई भिडियो कस्तो लाग्यो, अब मन पऱ्यो लाइक सेयर कमेन्ट र मेरो युट्युब च्यानल धन ब्लगलाई चाहिँ होइन सपोर्ट गरिदिनु होला, साथ दिनु होला। र म यस्तै कन्टेन्ट लिएर आउँछु, मैले भ्याएसम्म राम्रो कन्टेन्ट दिने कोसिस नै गर्छु। म युट्युबमा नयाँ पनि छु साथीहरू, हजुरहरूले प्लिज मेरो च्यानललाई सब्सक्राइब पनि, जतिजनाले हेर्नुभएको छ प्लिज मेरो च्यानललाई सब्सक्राइब पनि गरिदिनु होला हस्। ओके, यति भन्दै म बिदा हुन्छु साथीहरू, हस् त धन्यवाद भिडियो फुल वाचिङ गरिदिनु भएको।